हेलो गाइज वेलकम टु अनदर ब्लग है। आज हाम्रो फेरि माने भन्ज्याङमा कडा फाइनल म्याच छ हन्टर 7 सँग। सो अब चाहिँ हामी निक्लेको मिरिकबाट। हियर इज द पी। यस म्यान व्हाट अप म्यान। आज के छ नि? आज टिम छैन। जित्ने हो। आज जित्ने हो। ए के छ एक दुई शब्द? We have to win today. यता हाम्रो लेफ्ट ब्याक व्हाट डु वान्ट टु से? यति हो है फेरि। ल यति हो। ल गाइस अहिले भेटौँ च्याट एन्ड बाई बाई। ल गाइस हामी चाहिँ सिमाना आइपुग्यो अवस्था होइन। यहाँ हल्का अन्डा सन्डा चिया खाइबो होइन। भ्यू फेरि यस्तो छ हो। स्याट चाहिँ यहाँ छ। देखाइदियो संसार साथी के छ शब्द आजको? आजको शब्द चाहिँ अब त्यही हो, जसरी पनि जितेर जानुपर्छ हो। र हामीले मोटे हाकिमी पनि लिएर आएको छु। अलिकति मोटेको छ हाकिमी चाहिँ मोरक्कोबाट। अलिक खै के खाँदै आयो कुनै खै। Sir, and how is the tea over of Darjeeling? Tea is very tasty. Very tasty. Can we get in Morocco too? No. No. Which tea do you drink in Morocco? Alcohol. Ambo! Alcohol. Alcohol tea. Hakimi Male is very bad. Sunday did मेरो view हेर। Hakimi Male. How do you know Nepali? How do you know Nepali? Look at the view. Okay. दामी ऊ तल छ ग्राउन्ड। यहाँ त हाम्रो पी ब्रुसली हाकिमी माले तर अलिक मोटे छ हाकिमी मोरक्कोबाट आउँदा चाक भुल के अरे के भन्नु बोटक्सहरू पनि बढेछ ऊ। यहाँ फेरि अर्को छ हाम्रो लौरेलाई आज राख्ने हामी स्टपर। के छ आजको तेरो भन्नु बाई बाई। खै यहाँ आसिङ नेमे भनेर काल गरिसक्यो मलाई हो। के गर्नु शिलाजित खानु पर्छ कपालको लागि। के शिलाजितले पलाउँछ कपाल? किन हाँसेको तिम्रो पनि त छैन। पिसले भेटेको शिलाजित बनाउने उहाँको पापा के छ दा एक दुई शब्द अन्त हाम्रो हेड कोच अन्त यो प्लस लिथल स्ट्राइकर एक दुई 1-2 वर्ड्स दा। आज त पुरा थाकिरहेको छ भाइ के कसो हुन्छ त्यस्तो भन्नु पाइँदैन। ए बिनागुडी ट्राभल्सले र दाको स्टुडेन्टहरू सेलेक्ट भइरहेको छ। कङ्ग्रेचुलेसन्स तपाईँलाई पनि। शिलाजित भेटिरहेको छ दाको 2 जना प्लेयर चाहिँ अब नेसनल खेल्न जान्छ पन्जाब। एक बाई मिनेर्भामा सेलेक्ट भइरहेको छ। सो के छ दाम त त्यसमा तपाईँको भन्नु? हजुर अब अझै हाम्रो नानीहरूले प्लेटफर्म पाओस् होइन। हजुर खेलोस्। अब हामी जति खेल्यौँ त्यो भन्दा चाहिँ बेसी खेलोस्, बाहिर एक्सपोजर पाओस् हाम्रो नानीहरूले। हाम्रो एकाडेमीको मात्रै नभएर एन्टायर हिल्सले नै उसको नानीहरूले नै सबैजनाले बाहिर ठुल्ठुलो क्लब्सतिर अब अझै भयो भने त युरोपतिर होइन। खुसी लाग्यो अलिकति मिरिकमा पनि हुँदैछ होइन दाहरूको थ्रुबाट। दा चाहिँ हामी नै गर्नुपर्छ नि त होइन। अब हामी जति गर्न सक्छौँ गर्नुपर्छ। ओके दा बाई बाई। चल कसमा यस्तो खोल्छ दाई। हजुर भाइ के छ भन्नु? के पनि छैन अब अहिले अलिकति सोचेर भन्छु नि अझै। ए हुन्छ कम्पोज भइसकेको छ। ए स्टोरेज फुल भइरहेको छ है तपाईँको? ए हुन्छ अलिकति आलुदम भएको यहाँ म त ए फ्री गर्नु पऱ्यो स्टोरेज चाहिँ। मलाई देख्छु जिममा मैले। ए हजुर सुजल दाम छ यहाँ। सुजल दा उजल दा भाइ के छ भन्नु? पानी नसुत है दाजु सपोर्ट गर्न आएको। तपाईँ त अन्त स्पेनिस फ्यान होइन? जर्सी त पोर्चुगल देख्दैछु त। मन परेर लाग्यो। ए हुँदैन यस्तो पाइँदैन। ल बाई बाई। ल गाइस माने भन्ज्याङ प्रवेश गरिसकेको अवस्था है। हाम्रो साथी गाडीको बाइक है र अगाडि देख्न सक्नुहुन्छ त ल्यान्ड रोभर मजाको कलरमा रहेछ ल्यान्ड रोभर पनि। ए मिठो कलर है। र आज त पुरा घमाइलो दिन भइरहेछ हो। केटाहरू अगाडि छ अरू केटाहरू आउँदैछ पछि। गाइस ग्राउन्ड आइपुगेको अवस्था। ग्राउन्ड यस्तो छ। हाम्रो अभिनय भाइ पनि छ यहाँ। उसले के किन्न आँट्यो यहाँ? के डर लाग्छ नि के हो यो? इबिला आइपो छ त खै देखाउ त भाइ। वाट काइन्ड अफ मिठाई इज दिस गाइस? ड्रागनको आँखा रहेछ नि। गोराको आँखा पनि रहेछ। ड्रागनको आँखा अरे हौ भन्दैछ।
ओ के बनाइ मागेको तिमीले चाहिँ यो लाएर के बनाइ मागेको भाइ नथिङ एल्स यो लगाउन उयो लगाउने एकछिन लगाम एकताल ट्राई गरौँ है आओ सो क्युट यो पुकी हो पुकी पुकी अहिले भयो भने बा जान्छु हेलो साथी नमस्ते के छ हाम्रो पिपिदाहरू पनि आइसकेको छौँ माथि पिपिदा र आकाश हाम्रो सपोर्टमा हात उठाउँदैछ है सहयोग ल बाई गाइस रेडी भइसक्यो अवस्था आज ग्राउन्डमा झर्नुपर्ने हुन्छ हामी होइन क्रिकेटहरू पनि लाउँदैछ सर्ट 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 स्याट Americans. के भयो आज ला हजुर होइन मिरिक र इलाम पोखरा रहेछ अरुण तपाईँले हिजो पनि बाइक लग्दै अरे सिक्किम कालिम्पोङमा दामी दामी आएछ नि किपर छोरा हरेस लागेर हेरेन त्यो आर्मी घोरो के जान्छ अब त त्यस्तै छ त है त्यहाँ ठिकै छ हौ मसिन गर्दै पछि भन्छ
सबै त त्यस्तै छ ल किन थाना चाहिँ ला दामी बल हो कतापट्टि छ भन्न त्यो मान्छे यहाँदेखि उभिरहेको अगाडि पनि सिधै अगाडि हो त हामी क्लियर गर्दाखेरि भन्दा पनि हो क्या आजदेखिको एलियनहरूलाई सबैलाई लिएको होइन सरस्वती एलियन किन आएन यहाँ आर्मी दिन त्यो डोनाको मास डोनामा किन खेलेन यो मान्छे दामी खेल्दै रहेछ रेस पनि हो मेडिटेसन पनि राम्रो थियो त्यसको बेसी बेसी
यो चाहिँ खाएको होला ट्रेन सेरेन पनि त्यस्तो खास त थिएन हौ यता प्र्याक्टिस त गरेको छैन केटाहरू पनि अब थुप्रै भयो मोटे पनि डराउँदैछ अर्को भइकर आएको थियो भेटे Yeah, oh. त्यो बोलाउनु हुन्छ हातैमा गइन्छ पास दामी थियो दामी थियो आफै दिनुपर्ने हो नि कि भयो भएन नि यो त हार गर्नुपर्ने गाइस एन्ड अफ द गेम र आजको रिजल्ट चाहिँ भयो अन्डर 7-2 हाम्रो निल होइन त्यही हो वी ट्राइड तर अब के भन्नु मिस लट अफ चान्सेस त्यही हो केही पनि छैन होइन विल लर्न फ्रम दिस डिफिट विल बाउन्स ब्याक टुर्नामेन्ट छ अझै हो त्यही हो शब्द आज स्कोर निकाल्न सकिन इन्जुरी भयो फेरि के भयो दा तपाईँको साँच्ची नै एङ्कल फेरि पहिला चाहिँ एङ्कल गर्थ्यो हो हजुर तर ओभरअल हाम्रो केटाहरू दामी खेल्यो एक्सपेक्टेसन भन्दा चाहिँ हजुर भयङ्कर नै खेल्यो किनकि उनीहरू नराम्रो टिम होइन रेड ब्याक टिम तर हाम्रो बिगिनर्सहरू योपालि फर्स्ट अपियरेन्स छ माने भन्ज्याङमा तर हाम्रो केटाहरू यति दामी खेल्यो हजुर हार्दै गर्दा पनि त्यो उयो छैन क्या अब रिग्रेट भनौँ न किनकि हाम्रो केटाहरू फाइट गरेर हार्यो अनि हामी
कमब्याक गर्छु स्ट्रङ्गर हामी कमब्याक गर्छु स्ट्रङ्गर दामी खेल्यो खुसी छु म केटाको पर्फर्मेन्स हामी त्यही हो बाउन्स ब्याक गर्छु होइन त्यही हो गाइड साथीलाई के छ आज मजै आयो अलिक गरमले गर्दा चाहिँ हपअप भइरहेको छ अझै हाम्रो यङ्गर ब्रदरलाई के छ ठिकै छ राम्रो भयो ल गाइजहरू हेड अप सब हेड अप दामी दामी खेल्यो म्यानेजर साहब एक दुई शब्द टप फाइट है अब जुनियर केटाहरू यतिको राम्रो खेलेको प्याक्टिङ पुरो टिम सेट टिम उनीहरूको होइन हलिकप खेलेर जितेर आउनेहरू उनीहरूलाई हाम्रो अब जुनियरहरूले टप फाइट दिएको हो त्यो चाहिँ केही छैन राम्रो राम्रो खेल्यो ठिक छ यहाँ पु माले हेड अप गेममा जहिले पनि मोमेन्टम बिग्रिन्छ हामी हामी हारिरहेको रिस्क नगरिकन टेम्पोमा हाम्रो गाउँले ओके मिरिकाएको अवस्था अन्त यहाँ चाहिँ हाम्रो समस्या मुकबाङ हुँदैछ मुकबाङ विथ पुजिदा उहाँले केही भन्छ नि एक दुई शब्द के भन्नु छ प्राइस हेरेको के देखाउँछ पहिला 10 थियो हो अहिले 15 दोकान एउटा सोधेको नि दाम मात्रै बढेको समस्याको साइज पनि बढ्यो भनेको बोल्दैन दोकाने अलिकति उयो भयो होला नि त कन्ट्रोभर्सी भइरहेको छ भाइ भाइ खानु न समोसामा कन्ट्रोभर्सी ए रिक्ट भएछ अब यो एन्सर नदिन्छ चाहिँ खाँदैन भन्दैछ होइन नदिन्जेल चाहिँ खाने गर्छु कि पैसा चाहिँ दिँदिनँ भनेको ए हुन्छ के हो नबोली कि सम्झाउँदै एक भाइ त अन्त हङ्ग्री सार्क हो के हो पाण्डे झन् बोल्दै बोल्दैन अब के देखाउनु उसलाई त पाण्डे त दिदी जान्छु भनेको होइन आज दार्जिलिङ जाउँ भनेर गउँ मैले यहाँ पनि सब साइलेन्ट छ अहिले होइन भाइले अचार खाँदैछ निकै छ जाने ए ऊ हो a big thank you to you from my heart है big thank you to you from my heart टाइपले भएको ल बाई अमेरिकन्सको गाइजहरू लाइक अ भाइब इन प्रोस ये हेयर स्टाइल एक दुई शब्द दुःख चाहिँ त्यही हो भने दाम मात्रै बढेछ समस्या साइजै बढेन रहेछ हो उसको यो चाहिँ व्यक्तिगत उयो हो यो चाहिँ के भन्नु सेलिब्रेटीहरू उहाँहरूले जानेछ टाइपो खाएर टाइपो ग्याङ द राइट कनेक्सन ओके घर आइपुगेको अवस्था होइन अन्त आज त्यही भयो इट्स लस होइन फाइनल स्कोर चाहिँ 2-0 भयो तर पनि केही छैन केटाहरू अब के भन्नु राम्रै खेलेको थियो सबैजना होइन सो टिमको नाम चाहिँ हन्टर 7 थियो सो प्लेज वर रेडर्स इलामको थियो प्लेजहरू चाहिँ केटाहरू राम्रो टक्कर दिएको फाइट हो त्यही हो कन्भर्ट चाहिँ भएन गोलहरू त्यही अब यो लस चाहिँ हाम्रो लागि लेसन पनि हो बाउन्स ब्याक होइन अब नेक्स्ट गेमहरू अझै छ आउनु बाँकी हो त्यसमा चाहिँ हामी बाउन्स ब्याक गर्नेछु त्यही हाम्रो अमेरिकन्सको सपोर्टरहरू जति पनि हुनुहुन्छ उहाँहरू अब निराश नभइदिनुहोस् होला विल बाउन्स ब्याक इन द नेक्स्ट गेम सो गाइज ब्लग यस्तै भयो सो टिल देन किप वाचिङ एन्ड डोन्ट फर्गेट टु लाइक कमेन्ट शेयर सब्सक्राइब टु माई च्यानल एन्ड टिल देन सी यु इन द नेक्स्ट ब्लग गाइज एन्ड चढाइ